युए का विभिन्न एयरपोर्टहरूबाट तपाईँ फ्लाइट गर्दै हुनुहुन्छ भने तपाईँ बिग केयरफुल हुनुहोस्। यदि तपाईँको लगेजमा चाहिँ केही सामान बढी भयो, जोख्ने क्रममा केही सामानहरू बढी भयो भने अब तपाईँले चाहिँ अलिकति सामान घटाउनको लागि साइडमा आउनुहुन्छ र साइडमा अब त्यो झिकेका सामानहरू 2 मिनट 5 मिनट हो भनेर राखेर फेरि जोख्न जानुहुन्छ भने तपाईँ फर्केर आउँदा ती सामानहरू हुँदैनन्। त्यहाँनिर यसरी सल्बलाइराखेका हुन्छन्। कतिखेर कसले सामान निकाल्छ र टप्प टिपेर हालौँ भन्ने खालको मान्छे हो। यी अरू कुनै पनि होइनन्। फेरि क्लिनरहरू नै आएका हुन्छन्। क्लिनरहरूलाई सुपरभाइजरले डोराएर लिएरै राखेको हुन्छ। जहाँ देखे पनि कोही मान्छे भएन भने टिपेर हालिदिने हो। अनि हामीले अथवा तपाईँहरूले भन्नुभयो भने यहाँको इन्स्ट्रक्सन नै यस्तै हो, यहाँको रुल हो, यहाँ राख्न पाइन्न भनिदिन्छ होइन। फर्केर आउँदा हुँदैन। त्यस कारणले गाइज बिग केयरफुल, यो कुराहरूमा बिग केयरफुल हुनु होला। यदि तपाईँको लगेजमा सामानहरू बढी भएको छ भने बरु आफ्नै साथमा आडमा राख्नु होला, अथवा तपाईँको साथी जानुभएको छ भने त्यो सामानको आडमा बस्दिन भन्नु होला। नभए तपाईँ जोखेर आउँदा त्यो सामान चाहिँ हुँदैन है। त्यस कारणले बिग केयरफुल गाइज। मेरो विचारमा सबै एयरपोर्टमा यस्तो हुन्छ होला अथवा कतिपयमा हुँदैन होला। जे होस् नहोस् बिग केयरफुल है। धन्यवाद।